हेलो वेलकम टु आवर च्यानल। आज चाहिँ मैले जिकेको भिडियो लिएर आएको छु। मध्य प्रदेशबारे जानकारी। मध्य प्रदेशको एक्जाम नै आउँदैछ। मध्य प्रदेशको परीक्षाको लागि चाहिँ यति जिके हेरेपछि लगभग मध्य प्रदेशको बारेमा छुट्टै चाहिँ पढ्नु पर्दैन। यो चाहिँ पम्पाज एजुकेसनको फेसबुक पेजबाट ल्याएको हो। यसमा चाहिँ पम्पाज एजुकेसनको क्रेडिट जान्छ र म चाहिँ अब यो मध्य प्रदेशको बारेमा केही यहाँ भएको जानकारीहरू चाहिँ मौखिक रूपमा दिनेछु। अब मध्य प्रदेशको अब कुल क्षेत्रफल चाहिँ 9,661 वर्ग किलोमिटर रहेको छ, जुन नेपालको कुल क्षेत्रफलको 6.57% रहेको छ। अब मध्य प्रदेश चाहिँ अब क्षेत्रफलको आधारमा सबैभन्दा सानो र जनसङ्ख्याको आधारमा दोस्रो ठुलो प्रदेश पनि हो। अब जसमा मध्य प्रदेशको जनसङ्ख्याको आधारमा सबभन्दा ठुलो जिल्ला भनेको धनुषा जिल्ला हो भने जनसङ्ख्याको आधारमा चाहिँ सानो जिल्ला भनेको पर्सा हो। अब जनगणना राष्ट्रिय जनगणना 2078 अनुसार चाहिँ मध्य प्रदेशको जनसङ्ख्या 61,14,600 पुरुषको 30,65,751 नै, जसमा मध्य प्रदेशको जनसङ्ख्या 61,14,600 जुन मध्ये पुरुषको चाहिँ 30,65,751 र महिलाको चाहिँ 30,48,849 रहेको छ। अब मध्य प्रदेशको जनघनत्व चाहिँ 633 वर्ग किलोमिटर रहेको छ, जुन सबभन्दा धेरै पनि हो होइन 7 प्रदेशमध्येको। अब लैङ्गिक अनुपात 100.55 रहेको छ, 5.5। जनसङ्ख्या वृद्धि दर 1.19 रहेको छ। अब मध्य प्रदेशको ठुलो जिल्ला सप्तरी हो भने सानो जिल्ला चाहिँ महोत्तरी हो। अब यसको अक्षांश भनेको 26 डिग्री 3 मिनटदेखि 27 मिनट 7 डिग्री उत्तरी अक्षांशदेखि। अब यसको देशान्तर चाहिँ 84 डिग्री 1 मिनटदेखि 87 डिग्री 1 मिनट पूर्वी देशान्तरसम्म फैलिएको छ। मध्य प्रदेशको राजधानी भनेको जनकपुर हो, जुन धनुषा जिल्लामा पर्छ। अब सिमाना चाहिँ पूर्वतर्फ कोशी प्रदेश, दक्षिणतर्फ भारतको बिहार, उत्तरतर्फ कोशी प्रदेश र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश नै पर्छ। पहिलो मुख्यमन्त्री भनेको लालबाबु रावत हुन्। मध्य प्रदेशको पहिलो मुख्यमन्त्री लालबाबु रावत। अब मध्य प्रदेशको होचो भूभाग भनेकै नेपालको सबभन्दा होचो भूभाग धनुषाको मुसर्निया, जुन 59 मिटरमा छ समुद्री सतहदेखि। अब यसमा पर्ने 8 जिल्ला छन्: सप्तरी, सिरा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा। अब नेपालको सबभन्दा कम जिल्ला भएको प्रदेश भनेकै मध्य प्रदेश हो। मध्य प्रदेशमा एउटा महानगरपालिका छ, 3वटा महानगरपालिका छन्, 73वटा नगरपालिका, 59वटा गाउँपालिका सहित 136वटा स्थानीय तह र 1271वटा वडा रहेका छन्। कृषि उत्पादनको दृष्टिले चाहिँ मध्य प्रदेश नेपालको दोस्रो स्थानमा पर्छ। संरक्षित क्षेत्रहरू चाहिँ चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज। नेपालको प्रवेशद्वार भनेर वीरगञ्जलाई चिनिन्छ। अब यो मध्य प्रदेशमै पर्यो नि त। सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला सर्लाही 20वटा, सबभन्दा बढी नगरपालिका भएको रौतहट 16वटा, कम गाउँपालिका भएको रौतहट 2वटा, 2वटा उपमहानगरपालिका भएको जिल्ला बारा, सबभन्दा सानो स्थानीय तह परवानीपुर गाउँपालिका 12, सबभन्दा ठुलो स्थानीय तह बर्दिवास नगरपालिका महोत्तरी। प्रमुख धार्मिक स्थल भनेको कङ्कालिनी मन्दिर सप्तरीमा, छिन्नमस्ता मन्दिर सप्तरीमा, सहलेश फुलबारी सिरामा, जनकपुरधाम धनुषामा, गढीमाई चाहिँ बारामा रहेको छ। यस्तै मध्य प्रदेशमा सबैभन्दा थोरै जनसङ्ख्या भएको जाति भनेको कर्मारोड, लोहोमी र दुरा 11-11जना। कर्मारोड, लोहोमी र दुरा जुन 11-11जना छन्। मध्य प्रदेशमा सबैभन्दा कम जनसङ्ख्याले बोल्ने भाषा भनेको खालिङ, जुन 10जना छन्। त्यसपछि अछामी 11जना, अन्गिका भनेको 12जना। क्षेत्रफलको आधारमा चाहिँ नेपालकै सानो प्रदेश हो मध्य प्रदेश, अघि पनि भनिसकेँ। यस प्रदेशको अब स्थायी राजधानी जनकपुर धनुषा हो, जुन 2078 10 महिना 3 गते घोषणा भएको थियो। घोषणा चाहिँ 2078 10 महिना 30 गते भयो भने मध्य प्रदेशको नामाकरण चाहिँ 2078 10 महिना 3 गते भयो। 10 महिना सँगै भयो। 2000 यसको चाहिँ राजधानी र नामाकरण सँगै भयो। अब अर्को छ मध्य प्रदेशमा चाहिँ अब 8वटा जिल्ला छन्। अब त्यो अघि भइसक्यो। अब मध्य प्रदेश नेपालको प्रवेशद्वार। मध्य प्रदेशको जनघनत्व 633 वर्ग किमि छ। अब त्यसमा पनि बढी घनत्व भएको जिल्ला धनुषा, जहाँ 735 जना प्रति वर्ग मिटर छ। कम भनेको पर्सा, जहाँ 484 जना प्रति वर्ग मिटर छ। लैङ्गिक अनुपात 100.55 छ। अब अन्य लैङ्गिक वृद्धि दर भनेको 24.9। वार्षिक जनसङ्ख्या वृद्धि दर भनेको 1.19, जुनमा बढी रौतहट 1.63,
कममा पर्सा 0.82 रहेको छ। मध्य प्रदेशमा चाहिँ 11,56,751 परिवार सङ्ख्या रहेको छ। मध्य प्रदेशको दीर्घकालीन सोच भनेको आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी रहेको छ। आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी रहेको छ। अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, अब तपाईँले कुन कुन जिल्लामा कुन कुन गाउँपालिका पर्छन् भनेर यो चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ छ, यसलाई भिडियो पोस्ट गरेर तपाईँले हेर्न सक्नुहुन्छ। कुन कुन जिल्लाको बारेमा, कति गाउँपालिका, कति नगरपालिका, क्षेत्रफल के छन्, कुन गाउँपालिका कति वडा छन् भनेर तपाईँले यो भिडियोलाई पोस्ट गरेर हेर्न सक्नुहुन्छ। अब यहाँ छन् प्रत्येक 8 जिल्लाका विशेषता छ। जस्तै धनुषाको प्रमुख भनेको चाहिँ अब जनकपुर सदरमुकाम भयो धनुषा जिल्लाको, जहाँ चाहिँ जनकपुर र जयनगर रेलवे छ। अब यसको धार्मिक र पर्यटन स्थल भनेको जानकी मन्दिर र धनुषा धाम हो। यो चाहिँ नेपालको सबैभन्दा होचो भूभाग पर्ने चाहिँ यहीमा हो, मुसर्निया चाहिँ 59 मिटरमा पर्छ। अब सिराको सदरमुकाम भनेको अब सिरा नै हो। अब यसको प्रमुख विशेषता भनेको सहलेश दरबार। यसको धार्मिक तथा पर्यटकीय स्थल भनेको सारस्वरनाथ मन्दिर र पत्ता पोखरी भयो। अब यसको सहलेश क्षेत्रमा वैशाख 1 गते मात्र फुल्ने फुल चाहिँ यहाँ पाइन्छ। अब पर्सा भनेको पर्साको सदरमुकाम वीरगञ्ज हो। महेन्द्र राजमार्गले नछोएको तराईको जिल्ला भयो। अब यसको धार्मिक तथा पर्यटकीय स्थल भनेको राधेमाई मन्दिर, रानीगञ्ज दरबार। यसको चाहिँ धार्मिक तथा पर्यटकीय स्थल हुनु भने अब यसमा चाहिँ चराको चुच्चो आकार भएको जिल्ला। पर्सा भनेको चराको चुच्चो आकारको जिल्ला, नेपालको प्रवेशद्वार पनि भनिन्छ वीरगञ्जलाई। अब महोत्तरी भनेको जलेश्वर, मध्य प्रदेशको सानो जिल्ला महोत्तरी। जलेश्वरनाथ, टुटेश्वर महादेव चाहिँ यहाँका धार्मिक तथा पर्यटकीय स्थल हुन् भने नेपालको सबैभन्दा होचो सदरमुकाम जलेश्वर हो। अब सप्तरीको सदरमुकाम भनेको राजविराज। यसको प्रमुख विशेषता भनेको गोवरगाडा टापु भएको जिल्ला। अब छिन्नमस्ता भगवती, कङ्कालिनी चाहिँ यहाँका धार्मिक तथा पर्यटकीय स्थल हुन् भने पीडाका लागि प्रसिद्ध चन्द्रनहर भएको जिल्ला सप्तरी भनेको। अब सर्लाही भनेको मलङ्गवा भयो यहाँको सदरमुकाम। प्रमुख विशेषता भनेको सबैभन्दा बढी स्थानीय तह भएको सर्लाहीमा 20 वटा। अब रजवा शिवालय नाडीताल चाहिँ यहाँको धार्मिक तथा पर्यटकीय स्थल हुन्। अब गोलमेडा खेतीका लागि प्रसिद्ध भनेको सर्लाही जिल्ला हो। अब रौतहटको सदरमुकाम भनेको गौर भयो, सबैभन्दा धेरै मुसलमान जनसङ्ख्या भएको जिल्ला भयो यो। अब बाणेश्वर मन्दिर र मर्धर ताल चाहिँ यसका धार्मिक तथा पर्यटकीय स्थल भए रौतहटका। अब यसमा चाहिँ एक जिल्ला एक उत्पादनमा माछाका लागि प्रसिद्ध रौतहट। बारा भनेको कलैया, गढीमाई मन्दिर यहाँको चाहिँ प्रमुख विशेषता भयो। अनि यो कङ्कालिनीमाई कामिनी दह यसका चाहिँ प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हुन् भने सिमरौनगढ, डोर राज्यको राजधानी चाहिँ पहिला बारामा रहेको थियो। यसको यो सम्बन्धीको अन्य जानकारी भयो। अब विमानस्थल चाहिँ सिमरा विमानस्थल बारामा छ, जनकपुर विमानस्थल धनुषामा छ, राजविराज विमानस्थल सप्तरीमा छ, निजगढ विमानस्थल पनि बारामा छ। बारामा 2टा छन्। अब राष्ट्रिय निकुञ्ज भनेको चितवन राष्ट्रिय निकुञ्ज भयो। राष्ट्रिय निकुञ्जको बारेमा त हजुरले यता सामान्य ज्ञानमा छुट्टै पनि पढ्नुभयो होला, पर्सा राष्ट्रिय निकुञ्जमा पढ्नुभयो। यो चाहिँ तपाईँले यसलाई चाहिँ हेर्न सक्नुहुन्छ यहाँ, यसलाई भिडियो रोकेर। अब म मध्य प्रदेशको चाहिँ अलिकति वन क्षेत्र कति छ। अब आर्थिक सर्वेक्षण अनुसार मध्य प्रदेशमा चाहिँ वनले ढाकेको क्षेत्रफल भनेको 2,37,636 हेक्टर छ भने अन्य काठ तथा बुट्यानले ढाकेको क्षेत्रफल भनेको 11,624 हेक्टर छ। यो जुन मध्य प्रदेशमा भएको जुन छ यो बुट्यानले ढाकेको क्षेत्र मध्य प्रदेशमा, यो कुल क्षेत्रको चाहिँ 3.72%। देशको कुल वन बुट्यानले ढाकेको क्षेत्रको आधारमा चाहिँ मध्य प्रदेशमा 3.72% वन बुट्यानको क्षेत्रफल रहेको छ। मध्य प्रदेशको भूगोलको चाहिँ 25.80% वनले ढाकेको छ। यो चाहिँ सबैभन्दा कम वन भएको प्रदेश पनि पऱ्यो। अब मध्य प्रदेशको अर्को अब आबादी जना छ, यो चाहिँ 81-82 देखि 85-86 सम्म हो। अब निर्माण भनेको मधेसको नीति योजना आयोगले गरेको। परिच्छेद 10 वटा छन्, अनुसूची 2टा छन्। दीर्घकालीन सोच भनेको आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी।
लक्ष्य भनेको कृषिमा सबलीकरण, उच्च मानव विकास सूचकाङ्क प्राप्ति र सम्मानजनक रोजगारी मार्फत समृद्धि हासिल गर्ने हो भने संरचनात्मक रूपान्तरणका क्षेत्र तथा रणनीति 11वटा छन्। समष्टिगत रणनीति भनेका 4वटा छन्। अब यसका उद्देश्य चाहिँ आवधिक योजनाको उद्देश्य 4वटा छन्। कृषि उत्पादनमा अवैधिकता आत्मनिर्भर हासिल गर्नु, गुणस्तरीय स्वास्थ्य र शिक्षाको विकास गर्दै रोजगारीको अवसर तथा सामाजिक न्याय कायम गर्नु, उद्योग पर्यटन र बजार प्रवर्धन गर्नु, विकास र वातावरण बीचको सन्तुलन कायम गर्दै वन, वातावरण, जलाधार र जैविक विविधताको संरक्षण र प्रवर्धन गर्नु। यसका यी 4वटा उद्देश्य भए। यसको परिमाणात्मक लक्ष्य भनेको 85-86सम्म भनेको चाहिँ सुशासन सम्बन्धीको सूचक 5वटा भए। समृद्धि र सामाजिक न्याय भनेको 42वटा छन्, जम्मा गरेर 47वटा छन्। अब सुशासनसँग सम्बन्धित लक्ष्य भनेको 85-86सम्म पुर्याउने लक्ष्य कि सुशासनसँग भनेको चाहिँ जन्मदाता भएका 5 वर्ष मुनिका बालबालिका 100%, भ्रष्टाचार न्यूनीकरण अनुभूति राष्ट्रिय 43 सूचकाङ्क, मध्य प्रदेशभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश सरकार विरुद्ध उजुरी दर्ता 5%, स्थानीय तह उजुरी दर्ता 50%, नेपाल सरकार विरुद्ध उजुरी दर्ता 25%। मध्य प्रदेशको आर्थिक वृद्धि भनेको चाहिँ यो योजनाले राखेको 7.5 हो। निरपेक्ष गरिबी 15, अहिले चाहिँ 17.5% रहेको छ। यसलाई चाहिँ 15मा जाने लक्ष्य छ। प्रति व्यक्ति कुल ग्रास्त उत्पादन भनेको $1144 अमेरिकी डलर छ। हाल चाहिँ $849 अमेरिकी डलर रहेको छ। 891 छ, त्यसलाई चाहिँ $1144 अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ। अब मानव विकास सूचकाङ्क भनेको 0.560 मानक रहेको छ। आयमा असमानता सूचाङ्क भनेको 20.5 मानक छ। कुपोषण दर भनेको 5% छ। शिशु मृत्यु दर भनेको 25 जना प्रति 1000 छ। पूर्ण खोप कभरेज भनेको 95% छ। योबाट भनेको अब मातृ मृत्यु दर भनेको 100 जना प्रति लाखमा छ भने अपेक्षित आयु भनेको 73 वर्ष छ। 5 वर्षभन्दा माथिको साक्षरता दर 80% छ। आधारभूत खुद भर्ना दर भनेको 97% छ। माध्यमिक 9 देखि 12 सम्मको खुद भर्ना दर भनेको 60% छ। बेरोजगारी दर चाहिँ 5% रहेको छ। कुल कृषियोग्य भूमिमध्ये सिँचाइ सुविधा पुगेको 60%, विद्युत सुविधा पुगेको घर परिवार 49.5%, लैङ्गिक विकास सूचकाङ्क 0.967%, इन्टरनेट पहुँच पुगेको 45%, सडक लम्बाइ 700 किलोमिटर, कुल ग्रास्त उत्पादन 1014 अर्ब, राष्ट्रिय कुल ग्रास्त उत्पादनमा मध्य प्रदेशको योगदान भनेको 13% रहेको छ। मध्य प्रदेशको कुल प्राथमिक क्षेत्रको योगदान भनेको 32% छ। प्रदेशको कुल द्वितीय क्षेत्रको योगदान भनेको 13.1% छ। प्रदेशको कुल गैर कृषि क्षेत्रको योगदान भनेको 68.2% छ। अब तपाईँले यसलाई चाहिँ रोकेर राम्रोसँग हेर्न सक्नुहुन्छ। यो चाहिँ शिक्षा सम्बन्धीको छ, तपाईँले यसलाई रोकेर हेर्न सक्नुहुन्छ। मध्य प्रदेशको चाहिँ अब कुल साक्षरता भनेको 63.5%, पुरुष साक्षरता भनेको 72.5%, महिला साक्षरता भनेको 14.7% छ। जसमा सबैभन्दा बढी साक्षर जिल्ला पर्सा 76.9, कम साक्षर भनेको रौतहट 57.75। अब यहाँ चाहिँ सामुदायिक सिकाइ केन्द्र 275वटा, जसमा संस्थागत विद्यालय कुल विद्यालय सङ्ख्या 4669 छन्। जम्मा संस्थागत विद्यालय 754वटा छन्। सामुदायिक सिकाइ केन्द्र 275वटा छन् भने प्राविधिक धारतर्फ सामुदायिक विद्यालय 91वटा छन्। क्याम्पसहरू 123वटा। यहाँको नारा भनेको बेटी बचाऊ बेटी पढाऊ, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। कार्यक्रम भनेको सिक्दै कमाउँदै, पढ्दै सिक्दै कमाउँदै। हस्, मध्य प्रदेशको बारेमा जानकारी लिएर आएको थिएँ। आजलाई यति नै। कस्तो लाग्छ यसो सुझाव र प्रतिक्रिया पनि दिनुहोला। धन्यवाद।